आज मैले तपाईहरूलाई कसरी नेपालको निर्वाचन 2082 को नतिजाहरू हेर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु। पहिला हामी गुगलमा जान्छौँ, त्यसपछि सर्च बटनमा गएर इलेक्सन कान्तिपुर 2082 भनेर सर्च गर्छौँ। हामीले यसबाट नेपालमा भइरहेको अहिले प्रत्यक्षतर्फको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको तथा समानुपातिक तर्फको निर्वाचन हेर्न पाउनेछौँ। अब यो खोलिसकेपछि यो फर्स्ट वेबसाइटमा क्लिक गर्नुपर्ने हुन्छ। फर्स्ट वेबसाइटमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ, जहाँ समानुपातिकको पनि देखाउँछ र प्रत्यक्षतर्फ पनि देखाउँछ। यहाँ जस्तै पपुलर क्यान्डिडेन्सी बालेन्द्र शाह झापा 5बाट 1478 भोटले अगाडि हुनुहुन्छ। रुकुमी पूर्वबाट पुष्पकमल दाहालज्यू अगाडि हुनुहुन्छ। त्यस्तै रवि लामी छानेज्यू पनि अगाडि हुनुहुन्छ चितवन 2बाट। रौतहट 1 को अझै मतदान गणना सुरु भएको छैन। पपुलर क्यान्डिडेन्सीहरू तपाईँले तल सारी हेर्न पाउनुहुन्छ, तल स्कोर गरेर हेर्न पाउनुहुन्छ। यहाँ यिनै क्षेत्रहरूमा अझै चलेको छैन निर्वाचन गणना। अब पहिला आफ्नो प्रदेश छान्नुपर्ने हुन्छ, त्यसपछि गएर जिल्ला छान्नुपर्ने हुन्छ, त्यसपछि गएर कन्स्टिट्युन्सी छान्नुपर्ने हुन्छ, क्षेत्र नम्बर छान्नुपर्ने हुन्छ। आफ्नो क्षेत्रको निर्वाचन यसरी हेर्न सक्नुहुन्छ तपाईँले। एड आएको थियो, माफ गर्नुहोला। झापा 5मा अहिले बालेन्द्र शाहज्यू अगाडि हुनुहुन्छ। 1478 भोट छ उहाँको घन्टीतर्फबाट। आफ्नो क्षेत्रको नि यसरी जिल्लाहरू दिएको हुन्छ, प्रदेशहरू दिएको हुन्छ र क्षेत्र नम्बर चुज गरेर तपाईँहरूले हेर्न सक्नुहुनेछ। जस्तै मेरो क्षेत्र नम्बरबाट डाक्टर लेकजङ थापा रासोपा अगाडि। तपाईँले यसरी आफ्नो क्षेत्र नम्बरहरू छानेर, प्रदेश छानेर र जिल्ला छानेर आफ्नो क्षेत्र नम्बरमा कसले कति मत ल्याएको छ भनेर लाइभ हेर्न सक्नुहुन्छ। आफू तपाईँको क्षेत्र नम्बरहरू छान्नुपर्ने हुन्छ। त्यति गरेर तपाईँले यही वेबसाइटबाट हेर्न सक्नुहुन्छ। यसरी नै तपाईँले निर्वाचनको मत गणना हेर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।